तपाईँको अगाडिमा कुर्सीमा बसेको छु मलाई लाग्छ म सुरक्षित हुनेछु त्यस्तो टाइपको मलाई पनि आएको अलिक तपाईँसँग तपाईँको हेरेको थिएँ मैले तपाईँले एकचोटि वादो फ्लप सोमै बाबुराम भट्टराई र केपी ओली गर्नुभयो राम्रो लागेको थियो मलाई त्यो चाहिँ मैले त्यहाँ गरेँ त्यसपछि मलाई धेरै ऱ्यापरहरूले फोन गरेर भन्नुभयो भनेर अबदेखि यस्तो गऱ्यो भने तेरो ख्याल छैन बन्द गर हाम्रो सडक बन्द गर्ने काम नगर भन्ने होला होइन He's another rapper, sir. Yes. Yeah. एमिनेमको जस्तो लाग्यो अनि अर्को कुरा जस्तो ऱ्यापरहरूको चाहिँ होइन आई हेभ सिन दिस क्या बडी ल्याङ्ग्वेज क्या हजुर यो हुन्छ नि त्यस्तो लाग्छ कि उहाँहरू केही मतलब तरकारी हातमा केही दियो भने उहाँहरूको तरकारी नै काटिने टक्क लाएर हुन्छ नि मतलब लौका लामो जस्तो पुरै सरको एउटा ऱ्याप पुरै गर्नु सर प्लिज पुरै सरको आफ्नै कविता हुँ आत्मा थप्ने तिमी भावना हुँ रमिता हुन्थे डरे ल्याउने तिमी साधनालाई एउटा लौका गाइन्छ यो सोचेको थिएन अबदेखि कहिले काहीँ यसो तरकारी काट्नु पऱ्यो भने तपाईँको चिज ट्राई गर्नु भेट्ने बित्तिकै गरिरहेको काम गर्नुपर्ने भयो भने त अचम्म हुन्थ्यो होला जस्तो अब जस्तो पुलिसले अरेस्ट गरिदिनु नि आइहाल्नु भयो यसो अरेस्ट गरिदिनुहोस् फुटबलर गोल हानिदिनुहोस् क्रिकेटरले विकेट हानिदिनुहोस् न त छक्का हानिदिनुहोस् डक्टर भेटियोलाई यसो के छ मेरो पेट चिरिदिनु नि त चिरिदिनु नि त Are you in a mood for another cake? तपाईँले दुईचोटि गराइसक्नु भयो अब म गर्छु अब तपाईँको सुन्छु म एकचोटि मेरो सुन्नुहुन्छ हजुर ओके यो सही हो सही दामी यो कसलाई सम्झेर लेख्नु भएको सर यो मन मनेको सर मन मने हो यो फेरि सर यति ट्यालेन्टेड अनि यसको बेस्ट पार्ट चाहिँ यसको स्टोरी लाग्यो मलाई एकदम सर जसलाई दामी छ सर हेर्नुहोस् यो फेरि कस्तो भन्दाखेरि तपाईँले जसरी यो महसुस गर्नुभयो नि मन हुनुपर्छ सर त्यही त कनेक्सन हेर्नुहोस् सर हेर्नुहोस् ठ्याक्कै बुझ्यो अरूले बुझ्दैनन् सर बुझ्दैन उहाँहरूले बुझ्नु न कहाँ हुन्छ सर यो तपाईँ गलत सङ्गतमा हुनुहुन्छ सर यस आज म जे छु मेरो साथीहरूको कारणले गर्दा छु सर साँच्ची हो आज म जे छु मेरो साथीहरूको कारणले गर्दा छु नत्र म कुनै साइन्टिस्ट हुन्थ्यो होला डक्टर इन्जिनियर हुन्थ्यो होला आज म जे छु यिनीहरूकै कारणले छु नासामा हुनुहुन्थ्यो होला नासामा विजय साई पुगिसक्यो ऱ्यापरहरू साथीभाइ भेट भयो भने चाहिँ कहिलेकाहीँ ल अब अस्ति गीत दामी थियो यसो गरिदिउँ न यसो ज्यामअप गरिदिउँ अथवा केही ऱ्याप गरिदिउँ भने एकजनाले बिट बक्स गर्ने ऱ्यापरहरू भेट्दा त्यस्तो हुन्छ साथीभाइ भेट्दाखेरि एउटा जाओस् त्यस्तो चाहिँ खासै हुँदैन कहिलेकाहीँ चाहिँ उसमा जस्तै पार्टीमा कसैको बर्थडेमा गयो कसैको बिहेमा गयो एउटा जाओस् न त रक्सी खाएको हुन्छ मान्छेले एउटा जाओस् न त हुन्छ भनेको क्या अनि म इन्जिनियर पनि हो त अब एउटा जाओस् न त नक्सा बनाइदिनु नि त भने जस्तै त हो यो त्यो मेरो काम हो म पनि यहाँ पार्टीमा इन्जोय गर्न आएको हो अब म पनि यहाँ खान्छु बस्छु यहाँ पनि मेरो कामै गर्न थाल्यो भने त के मजा भयो लास्टको मात्रै भन्दाखेरि जस्तै एउटा मल्टिसिलेबल राइम भन्छ नि तपाईँलाई थाहा होला त्यो हरेक अक्षरको मुनि जस्तै अब 3टा अक्षरको बनाउने कि 4वटा अक्षरको मेटाफरहरू हुन्छ पन्जहरू भन्ने अब जुन भन्यो कुन भन्यो होइन सुन भन्यो कानले सुन भन्यो कानमा सुन भन्यो त्यस्तो राम्रो सर यो सरले एकदम राम्रो कुरा भन्नुभयो तर केही पनि बुझिन सर